20,000 सेयर जारी गरेको ठाउँमा 20,000 मध्ये कति सेयर इस्यु गर्यो त भन्दा 10,000 सेयर इस्यु गर्यो र यसले एप्लिकेसनमा 30, एलएलपीमा 50 र फर्स्ट एन्ड फाइनल कलमा कति भयो 30 भयो। भनेपछि यो जोड्दा कति आयो त भन्दा यो 110 आयो, यो प्रिमियममा भयो। क्वेसनले केही पनि भनेर दिएको छैन, जहिले पनि डिस्काउन्ट वा प्रिमियम एलएलपीमा मात्रै हुन्छ, अन्त हुँदैन। एप्लिकेसन वेयर रिसिभ 20,000 सेयर, उसले 10,000 से हजुर कति एर स्टार्ट भयो भर्खरै हो। कति चाँडो क्वेसन लेख्नु भएको त 10,000 सेयर जारी गरेको ठाउँमा कति पाए त भन्दा 20,000 सेयर पाए हो कि होइन। एप्लिकेसन वेयर रिसिभ 20,000 सेयर भनेपछि उसले 10,000 सेयर जारी गरेको थियो, कति पाए त 20,000 सेयर एप्लिकेसन पाए। नो एलएलपी वेयर मेड फर 5,000 सेयर भनेको यो 20,000 सेयर मध्ये 5,000 सेयर चाहिँ के भयो नील भयो भनेर भन्यो। रिमेनिङ सेयर्स वेयर एलोकेटेड एज अन्डर र बाँकी रहेको सेयर चाहिँ निम्न अनुसार गर्यो बनाइदियो। सुरुमा जसले 5,000 सेयर भरेका थिए त्यसलाई 5,000 सेयर दियो। 5,000 मा 5,000 दिएपछि फुल भन्ने बुझिन्छ यसले। 5,000 मा 5,000 गयो भनेपछि के रहेछ यो फुल हो, यसलाई हामीले के भन्छौँ फुल भन्छौँ। फेरि यो दोस्रोमा 10,000 सेयर थियो, 10,000 सेयर मध्ये 5,000 गयो, 5,000 गएकोलाई हामीले के भन्छौँ प्रोराटा भन्छौँ, प्रोराटा भन्छौँ। यसलाई हामीले बुझ्नको लागि 1/2 पनि भन्छ अथवा 50% पनि भन्छ, जे भने पनि त्यही हो है। 5,000 मा 5,000 गए फुल भयो, 10,000 मा कति गए 5,000 गए, यसलाई हामीले के भन्यो प्रोराटा भने पनि हुन्छ, 1/2 भने पनि हुन्छ अथवा 50% भनेर बुझे पनि हुन्छ, एउटै हो है सबै। अल द कल्स वेयर मेड एन्ड कल्स ड्यु रिसिभ भने ड्युली रिसिभ भने सबै मनीहरू प्राप्त गर्यौँ। हाउएभर तर पनि अ सेयर होल्डर होल्डिङ 1,000 सेयर्स फ्रम 1,000 सेयर्स एप्लाइड ग्रुप 1,000 सेयर चाहिँ के गर्यो 5,000 सेयर माथिको 5,000 सेयर मध्येले के गरेछ 1,000 सेयर दिएछ। 1,000 सेयर कहाँ दिएछ फुल भ्यालु अफ अनएलोटमेन्टमा दिएछ भने एउटा सेयर होल्डरले के गरेछ भन्दा 1,000 सेयर फर्स्ट एन्ड फाइनल कलको दिन पर्ने पैसा कहाँ दियो त एलोटमेन्टमा दियो भनेर भन्यो। एन्ड अनदर सेयर होल्डर होल्डिङ 1,000 सेयर फ्रम 10,000 सेयर भनेको यदि 10,000 ग्रुप मध्ये 10,000 ग्रुप मध्ये कति दिएन 1,000 सेयर दिएन, कहाँ दिएन त फर्स्ट एन्ड फाइनल कलमा गएर दिएन भनेर भन्यो। सबै पैसाहरू प्राप्त गर्यौँ, एउटा सेयर होल्डरले के गर्यो 1,000 सेयर एलोटमेन्टमा दियो फर्स्ट एन्ड फाइनल कलको सहित, र अर्को सेयर होल्डरले के गर्यो 1,000 सेयर फर्स्ट एन्ड फाइनल कलमा गएर दिएन भनेर भन्यो। यसैले अब हामीले के गर्न पर्छ भन्दा यसलाई अब यसले जारी गरेको सेयर कति रहेछ भन्दा 10,000 सेयर रहेछ। पहिला ग्रुप बनाउनु पर्यो, एबिसी भनेर लेखेँ मैले, ए बी र सी लेखेँ मैले। पहिला ए भनेको हेर यहाँ 5,000 भने त्यहाँ नो एलोटमेन्ट वेयर मेड फर 5,000 सेयर भने त्यहाँ नि हेरियो। यसलाई हामीले के भनेर बुझ्न पर्यो भन्दा यो भनेको निल हो भनेर, नो एलोटमेन्ट भनेको हुनाले के रहेछ निल रहेछ भनेर बुझ्न पर्यो। यो के रहेछ भन्दा निल रहेछ, नो एलोटमेन्ट भनेको के हो निल हो। फेरि अर्को 5,000 यहाँ अब आयो, 5,000 मा कति आयो त 5,000 आयो कि होइन। यहाँ 5,000 मा 5,000 भनेपछि यसले जारी गरेको कति रहेछ 5,000 रहेछ। अथवा निल जारी गरेको कहाँबाट लेख्नु भयो 5,000 यही यहाँ नो नो भनेको पाएन भनेर दिएको माथि रातो कहाँ रहेछ रातो, नो एलोटमेन्ट वेयर मेड फर 5,000 सेयर्स भनेपछि नो एलोटमेन्ट पाएन, कति पाएन 5,000 सेयर पाएन। अर्को के रहेछ फेरि यहाँ 5,000 के रहेछ फुल रहेछ, अर्को के रहेछ फुल रहेछ। 5,000 5,000 गएपछि के हो फुल हो। 10,000 मा
अब 5000 गएपछि यसलाई के भन्छौँ प्रोराटा भन्छ प्रोराटा भन्छ अब मनी रिसिभ भनेपछि 5000 इन्टु कतिको दरले 5000 इन्टु कतिको दरले 30 को दरले कति आयो त 1,50,000 आयो होइन फेरि अर्को 5000 इन्टु कति इन्टु 30 यो पनि एप्लिकेसनले गुणन गर्ने कति भयो 1,50,000 भयो 1,50,000 भयो फेरि अर्को कति सेयर 10,000 सेयर इन्टु कतिको दरले 30 को दरले कति भयो त 3 लाख भयो 3 लाख भयो अब यसलाई जोड्यौँ यो 3 लाख र यो गर्दा कति आयो 6 लाख आयो 6 लाख आयो यतापट्टि कति आयो 20,000 आयो यतापट्टि कति आयो त 20,000 आयो अब नम्बर अफ एलोटेड भनेको यो नील भनेको त 0 हो फेरि 5,000 गएको छ दोस्रोमा फेरि दोस्रो यो मध्ये कति आएको छ 5,000 आएको छ टोटल जारी गरेको सेयर कति हो त 10,000 हो ट्रान्सफर टु सेयर क्यापिटल भनेको 0 इन्टु 30 कति आयो 0 आयो फेरि अर्को 5,000 इन्टु 30 कति आयो 1,50,000 आयो 1,50,000 आयो 1,50,000 आयो फेरि अर्को 5,000 इन्टु कति रहेछ 30 रहेछ यो पनि कति आयो 1,50,000 आयो अब यो नील छ यो नील भएपछि 0 भयो अब यसमा हेरौँ यहाँ कति पाएको 1,50,000 पाएको यहाँ कति गयो 1,50,000 गयो अब यता कति जान्छ त 0 जान्छ यहाँ कति पाएको 3 लाख पाएको यहाँ कति गयो 1,50,000 गयो अब यहाँ कति जान्छ 1,50,000 जान्छ 1,50,000 भयो अब रिफन्ड भनेको नील भनेपछि कति दिएको छ त भन्दा 1,50,000 दिएको छ हजुर कुन चाहिँ त्यो अर्को के भर्खर 0 दुईटा 0 यो एनआईएल भनेको नील भने के हो 0 हैन 0 भयो 0 इन्टु 30 गर्दा कति आउँछ 0 आउँछ अब यसमा ट्रान्सपोर्ट भेल्यु पनि यहाँ नगएपछि यता नि गएन फेरि यो नील भएको हुनाले मान्छेलाई फिर्ता गर्नु पर्यो ब्याङ्कमा लगेर फिर्ता गर्छ यो कहाँ गयो ब्याङ्कमा गयो अब यहाँ कति छ दोस्रोमा 1,50,000 पाएको 1,50,000 मा 1,50,000 गयो यता कति जान्छ त 0 गयो यहाँ कति पाएको 3 लाख पाएको यहाँ कति गयो 1,50,000 गयो अब यहाँ कति जान्छ 0 जान्छ अब यहाँ कति भयो त नील भएको मात्रै आउँछ यहाँ यसमा कति आयो त 3 लाख आयो यसमा पनि कति आयो 1,50,000 आयो उता पनि कति आयो त 1,85,000 आयो 1,50,000 आयो अब तल सुरुमा अब एप्लिकेसन मनी पाउँछ एप्लिकेसनबाट पाएको पैसा कति हो त 6 लाख हो 6 लाख रहेछ सेयर एप्लिकेसनबाट पाएको पैसा कति रहेछ 6 लाख रहेछ कति रहेछ भन्दा 6 लाख यसले एप्लिकेसनबाट पाएको अब हामीले के लेख्यौँ बैंक एकाउन्ट डेबिट टु सेयर एप्लिकेसन हेड यो जुन एप्लिकेसनबाट पाएको पैसा छ त्यसलाई यहाँ लिएर राख्यौँ 6 लाख रहेछ बैंक सेयर एप्लिकेसन मनी रिसिभ भयो अब एप्लिकेसनबाट पाएको पैसा कति रहेछ 6 लाख रहेछ एप्लिकेसनबाट पाएको पैसा कति हो 6 लाख हो 6 लाख मध्ये सेयर क्यापिटलमा कति गयो त यही छ सेयर क्यापिटलमा कति गएको रहेछ 3 लाख गएको रहेछ कति रहेछ 3 लाख रहेछ सेयर एलआइपीमा कति गएको रहेछ 1,50,000 गएको रहेछ फेरि ब्याङ्कमा कति गएको रहेछ 1,50,000 गएको रहेछ लस्टर लेख्दिनु एप्लिकेसनबाट पाएको पैसा कति रहेछ 6 लाख रहेछ सेयर क्यापिटलमा कति गयो 3 लाख गयो एलआइपीमा कति गयो 1,50,000 गयो ब्याङ्कमा कति गयो 1,50,000 गयो यसलाई लस्टरै लेखिदियो अब एलआइपी माग्यो
सेयर एलोटमेन्ट कति दिएको छ त 10,000 सेयर जारी गरेको हो 10,000 इन्टु कतिको दरले 50 को दरले कति आयो त 5 लाख आयो 5 लाख सेयर क्यापिटल कति हो त 10,000 इन्टु अब यसमा 10,000 इन्टु प्रिमियम छुट्याउनु पर्यो प्रिमियम छुट्याउँदा अब हेरौँ त यहाँ कति दिएको छ भन्दा हेऱ्यो माथि चाहिँ 100 दिएको छ माथि जोड्दाखेरि कति आयो तल जोड्दाखेरि कति आयो त 110 आयो कि हैन कति रहेछ प्रिमियम 10 रहेछ 10 यहाँ प्रिमियम भयो 10 के रहेछ प्रिमियम रहेछ 50 मध्ये 10 गयो कति बाँकी त 40 रहेछ यतापट्टि कति भयो 4 लाख भयो यतापट्टि कति भयो 1 लाख अब बैंक अकाउन्ट डेबिट टु सेयर एलोटमेन्ट यसको कल चिनेकै छैन है बैंक अब पहिला सेयर एलोटमेन्ट भयो उसले खास पाउन पर्ने पैसा कति हो 5 लाख हो 5 लाख मध्ये पहिले कति पाइसक्यो माइनस गर्न पर्यो कति पाइसक्यो यहाँ 1,50,000 पाइसक्यो यदि यहाँ पाएको एलोटमेन्ट भनेर आइसक्यो नि 1,50,000 यसलाई घटाउनु पर्छ त्यसैले 5 लाख मध्ये के घटाउनु पर्यो 1,50,000 घटाउनु पर्यो 1,50,000 घटाउँदा कति आउँछ त भन्दा 3,50,000 आउँछ 3,50,000 आयो अब यसले एउटा सेयर होल्डरले 1,000 सेयर दिएको छ कुनको पैसा दिएको छ फाइनल कलको पैसा दिएको छ फाइनल कलको रेट 30 दिएको छ कति आयो त 30,000 आयो 30,000 यसको के रहेछ अब यसले अब बैंकले कति पाए त भन्दा यो 3,50,000 र 30,000 जोडेर कति आयो त 3,80,000 बैंकले प्राप्त गर्यो अब फर्स्ट टाइम फाइनल कल माग्छ जारी गरेको सेयर कति हो 10,000 हो 10,000 सेयर इन्टु कतिको दरले 30 को दरले कति आयो 3 लाख आयो 3 लाख रहेछ 3 लाख then कति भयो 3 लाखै भयो अब बैंक अकाउन्ट डेबिट अब यसले फर्स्ट टाइम फाइनल कलमा पाउन पर्ने खास पैसा कति हो त 3 लाख हो 3 लाख मध्ये पहिले दिइसक्यो कति दिइसक्यो 30,000 दिइसक्यो 30,000 घटाइदियौ एउटा सेयर होल्डरले पैसा दिएन 1,000 सेयर दिएन फाइनल कलमा गरेर नदिएको 30 को दरले दिएन कति आयो त भन्दा फल्स इन एरियर 30,000 रहेछ यो चाहिँ कति रहेछ 2,70,000 रहेछ 2,70,000 पाउनु पर्यो किन भन्दा पहिले दिइसक्यो 30,000 दिइसक्यो भनेपछि अब कति आयो त भन्दा यसमा 2,40,000 रहेछ 2,40,000 चाहिँ पाएको रहेछ